हेलो साथीहरू, नमस्कार। हजुरहरू भुन्टी सिरियल कतिखेर आउँछ भनेर पर्खाइमा बसिरहनु भएको होला साथीहरू। अब भुन्टी सिरियल आउनेछ चाँडै नै। यो पुरा सिरियल पुरा हेर्नुभन्दा पहिला यो थोरै रिभ्यू पनि हेर्न नभुल्नु होला साथीहरू। साथीहरू, आज सबैलाई सुकुमायाले अदालतमा के गरेर कसरी आफ्नो तर्फमा फैसला गरेर प्रमाण लिएर आइन्, त्यो लाल पूर्जा पनि लिएर आएकी छिन्। सुकुमायाले आएर जेरी र श्रेयालाई मैले जित्ने भनेर लाल पूर्जा पनि देखाएको देख्न सकिन्छ साथीहरू अघिल्लो एपिसोडमा। सुकुमायाले कसरी चाहिँ आफ्नो तरिकामा फैसला गरिन् होला त। भुन्टीले साइन नगरी त नहुनु पर्ने कि भुन्टीले के गरिन् होला। मनमा धेरै खुल्दुली भएको छ साथीहरू। हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नु है त साथीहरू। मलाई चाहिँ भुन्टीले सबै प्रमाण अगाडिदेखिकै प्रमाण देखाइन् र भुन्टीको तर्फमा फैसला गर्न अदालत बाध्य भए जस्तो लाग्छ। भूपेन्द्रसँग त केही प्रमाण थिएन भुन्टीको। साथीहरू, अर्को भागमा के होला भनेर जान्नको लागि सबैभन्दा पहिला लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू। पुरा भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अर्को भिडियो लिएर चाँडै नै उपस्थित हुनेछु साथीहरू। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। अर्को भिडियो लिएर चाँडै नै उपस्थित हुनेछु। हजुरहरूले पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।